Hi guys, welcome to my YouTube channel. This is me Vedana and as I am hike gairachhau, so let's go with me. So guys, हामी जाँदैछौँ. बिस्तारै आकाश पुग्दैछ. So हामीले खाजा किन्यौँ. So this is बागमती खोलाको पुल. So this is fast track को सुरुङ मार्ग. So guys, म त अहिले बाइकबाट झरेँ किनभने थोरैले मात्र चोट लागेन मलाई. यस्तो खतरा अफ रोड बाटो रहेछ. अनि त्यसपछि त्यहाँ माथि बाइक राख्ने ठाउँ छ अरे त्यहाँसम्म जाँदैछौँ. अनि त्यहाँबाट बल्ल अफिसियल्ली हाम्रो हाइक स्टार्ट हुन्छ. गाडी गाइस यहाँसम्म मात्र बाइक आउँदो रहेछ तर इट्स भेरी अफ रोड. अनि यहाँ एउटा हजुरले साइनबोर्ड देख्न सक्नुहुन्छ. आई थिङ्क यो एजेन्टले हेल्प गर्छ. अनि यहाँनिर घरहरू छ. अनि यहाँ एउटा स्कुल पनि रहेछ. यो माथि आइसक्यौँ न हामी. अब यहाँबाट चाहिँ अफिसियल्ली हिँड्ने स्टार्ट हुन्छ भनौँ. सो द प्रब्लम के हो भने होइन हामीले चाहिँ त्यहाँनिर पार्किङ ठाउँ देख्यौँ त्यहाँ मात्र होला भनेर हामीले बाइक त्यहाँ राख्यौँ. तर अहिले यहाँ माथि आएपछि एकजनालाई सोधेको लोकललाई बाइक अलिकति माथिसम्म जान्छ त्यहीँसम्म लिएर जानु पार्किङहरू पनि छ भनेर भन्नुभएको छ. सो बाइक लिएर गएको छ. म यहाँ अलिअलि हिँडिरहेको छु. अब के गर्नु. अफर छ कि म त बेला बेलामा उत्रिने हिँड्ने त्यस्तो भइरहेको छ. यहाँ यस्तो राम्रो ठाउँ छ. माथिबाट झर्ना आउँछ. यहाँ माथिसम्म पनि यस्तो बाइक राख्ने ठाउँहरू छ. लाइक अफ रोड बाटो आउँछ. देखिहाल्नु भयो हामी बाइकमा आयौँ. अनि त्यसपछि म कोसँग आएको भनेर हजुरहरू अचम्मित हुनु होला. हेलो. सो म छु विवश नेपाने मेरो आजको गाइड होइन. उहाँले नै यो आइटिनेरी बुक गर्नुभएको हो. अनि त्यसपछि बिचमा हिँडाउनु पनि भएको हो. सो हिँड्नको लागि अफिसियली स्टार्ट भयो. यहाँनिर होमस्टेहरू पनि रहेछ है. यसरी यहाँ आइटिनेरी राख्दैको छ. के भयो अरे यस्तो बाटो हिँडेर मेरो हालत खराब भयो गाइस. सो द वर्स्ट पार्ट इज इट्स रेनिङ. यस्तो खतरा पानी पर्न थाल्यो होइन. हामी मिड जङ्गलमा छौँ क्या. 2 जना मात्र जे पनि हुनसक्छ. पानी परेर जङ्गलमा एक्लै. मेरो भाइले मलाई छोडेर कहाँ गइसक्यो मलाई थाहा छैन. लेट्स गो. वेदर राम्रो छ.
वहाँ माथि घरहरू देख्दैछु म होइन त्यतैतिर होला लेट्स गो यस्तो पूजाको सामग्री किन्यौँ यता हेर्द सो विवशले यहाँ पूजा गर्ने सारदमहरू बोकेर हिँड्दैछ ब्याग चाहिँ पसलमा राखेर अब यहाँबाट 15 मिनट्स मोर कस्तो लागिरहेको होला म चाहिँ फर्स्ट टाइम हो बाँदर हरेक घरमा हुन्छ हाम्रो घरमा चाहिँ यो हो फ्रम हियर होइन यस्तो स्ट्रेल्सहरू स्टार्ट हुँदो रहेछ इट्स भेरी उसु उसु सो गाइज अहिले हामी यहाँ छौँ लटरम्बे जाने ठाउँमा भेरी रिस्की बाटोहरू चाहिँ उकालो ओह्रालो अनि आज भ्यू पनि एकदमै राम्रो छ देख्न सक्नुहुन्छ क्यामेरा घुमाइदिनु होला बाटो चाहिँ यस्तै छ देखाइस् बिस्तारै आउँछ So guys, this is Latarambeshwar Mandir. यस्तो खतरा पानी पर्यो लटरम्बेश्वरको माथि छौँ हामी अब जाने भन्दैछ पानी परिरहेछ तपाईँ चरै आउने भयो Still walking in the rain. मलाई जस्तो वेदरहरू एकदमै मनपर्छ यही नै हो सो हामी बाइक भएको ठाउँमा आइपुग्यौँ तर के भन्नु छ मेरो ब्लगमा कस्तो लाग्यो आज मसँग आइक आएर लडेको एकजना के भनौँ अलि छिटो भन्न टाइम धेरै जान्छ के लड्यो हो कि एकजना त्यही त हो नि माई गॉड सो आई होप यू लाइक दिस भिडियो डू लाइक शेयर एन्ड सब्सक्राइब बाई बाई